दाङ जिल्लामा सर्वप्रथम बस सेवा 2034 सालदेखि सञ्चालनमा आएको थियो। त्यसबेला 2वटा बस भारतबाट ल्याई सीताराम वर्माले घोराईदेखि कोइलाबासम्म सञ्चालन गर्नुभएको थियो। सञ्चालनमा रहेका 2वटा बसलाई राप्ती अञ्चलले 1 र 3 अस्थायी नम्बर दिएको थियो। प्रत्येक दिन बस सञ्चालन गरे बापत सरकारलाई 5 रुपियाँका दरले कर तिर्नु पर्दथ्यो। घोराई कोइलाबास सञ्चालन भएको केही वर्षपछि मात्र घोराई तुलसीपुर बस सञ्चालनमा आएको थियो। घोराईदेखि तुलसीपुर पुग्न 3 घण्टा लाग्ने गर्दथ्यो। यहाँबाट गएको बस तुलसीपुरको हात्तीखोवामा रोक्ने व्यवस्था गरिएको थियो। यसरी बस सञ्चालन भए तापनि बस पार्कको व्यवस्था नभएकाले कल्पु धर्मशालाको पेटीमा बोरामा बसेर यात्रुलाई चढाउने र ओराल्ने गरेको वर्मा बताउनुहुन्छ। 2034 सालमा कल्पु धर्मशाला वरपर सिमलका रुखहरू मात्र थिए। केही समयपछि अरूले पनि जिल्लामा बस ल्याइसकेपछि 2040 सालमा पार्क नजिक काउन्टरको व्यवस्था गरी बस सेवा सञ्चालन गरिएको र पछि हालको सभागृह रहेको स्थानमा सारिएको थियो। 2041 सालमा राप्ती अञ्चल बस व्यवसाय समिति स्थापना भइसकेपछि 2041 सालमै काठमाडौँ दिवा सेवा आरम्भ भएको थियो। सभागृह भएको स्थानबाट 23 वर्षपछि 2063 सालमा हाल रहेको स्थानमा बस पार्क सरेको थियो। आजको जानकारी राप्ती अञ्चल बस व्यवसाय समितिका पूर्व संस्थापक बुकिङ इन्चार्ज सीताराम वर्माज्यूसँगको भलाकुसारीमा तयार पारिएको थियो।